हेलो। आज चाहिँ हाम्रो फेसबुकको साथीहरूलाई यो छोटा पुङ चिया कमान यो चाहिँ बच्चाबारे नयाँ कमान पनि भन्छ र यसको अलिकति भ्यू देखाइदिएको नि। अहिले चाहिँ यो ग्रिन लिपको सिजन सुरु भयो र यहाँ चाहिँ एकदमै गाछभरि पत्ती आइरहेको छ र यो तेर्सो बाटो चाहिँ हाम्रो लगभग पर हाम्रो गाउँदेखिको लिएर पर क्षेत्रीय गाउँ मुनिसम्म चाहिँ लगभग 2-2.5 किलोमिटर चाहिँ एकदम तेर्सो छ। यहाँ चाहिँ अग्निवीरमा लाग्ने हाम्रो मसिनो युवा भाइहरू चाहिँ यही तेर्सो रनिङ गरेर चाहिँ कतिजना अग्निवीरमा लागिसक्यो। र यहाँ चाहिँ अब बेलुका होस् बिहान होस् है एक्सर्साइजको लागि हाम्रो गाउँको प्राय मान्छे यही ओहोरदोहोर गर्ने गर्छ। र यहाँ चाहिँ पत्ती चाहिँ सबै गाछभित्र भरि आइरहेको छ। यो चाहिँ एकदम लाइकको एउटा भ्युज। यहाँदेखि चाहिँ प्लुङडुङ भयो, माथि सुकियाहरू भयो, पारी मिरिक पोखरेबिङ सबै देख्ने गर्छ। हेर्नुहोस् त पत्ती झम आएको छ है। यस्तो राम्रो पत्ती हो। यो चाहिँ पहिला चाहिँ अब यो 1800 शताब्दीदेखिको नै एउटा पुरानो गार्डन हो। त्यति बेला चाहिँ अब डङ्कन कम्पनीले चाहिँ चलाउँथ्यो यो कमान। र अहिले चाहिँ धेरै कम्पनीहरू चेन्ज पनि भयो र त्यति बेला लेबरहरू पनि अब हाम्रोमा 512 जना थियो। अहिले चाहिँ लेबरहरू पनि अब घटेर धेरै कम्ती छ। पहिला चाहिँ पुबुङ र प्लुङडुङ चाहिँ एउटै टी गार्डन एउटै मालिकको दुइटै डिभिजन हो। यहाँ चाहिँ अब एकदमै रेस्ट गर्ने मृतक परिवारले उनीहरूको मर्ने मान्छेहरूको नाममा चौताराहरू पनि बनाइदिने गरेको छ है। र यो तेर्सोमा चाहिँ है यसो आराम गरेर पारिवारि हेर्दाखेरि चाहिँ मन पनि शान्त हुने ठाउँ। लु हेर्नुहोस् त यति राम्रो भ्यू छ यहाँबाट चाहिँ एकदम मनै सजिलो मनै शान्त हुने ठाउँ। यो चौतारा यो जल जीवन मिसनको हाइडेन बनाएको छ भाइले। यो चाहिँ लिप हाउस। यहाँ चाहिँ यो नयाँ कमानको पत्तीहरू तौलाइ हुन्छ है। यहाँ हेर्नुहोस् चियापत्तीहरू चाहिँ एकदमै दामी छ है। यहाँबाट यो तेर्सो चाहिँ पर लिम्बू गाउँ, तम्बुङ गाउँ, घन्टीडाँडा यही गाउँ भएर जान्छ, यही बाटो भएर है। एकदम तेर्सो छ यहाँ चाहिँ मजाको जग्गा छ क्या त। कसैलाई पनि मनपर्ने जग्गा हो। आउनुहोस् है कसै।